Hi class, it is student. Now today I am going to start exercise number 6.1. Exercise 6.1 यो हाम्रो युनिट 6 को रहेको छ। यो हाम्रो युनिट 6 को ट्रिग्नोमेट्रिक रेशियो अफ सम स्ट्यान्डर्ड एंगल युनिट 6 को यसमा हामीले यो भ्यालुहरु याद गर्नुपर्ने हुन्छ। अब यसको याद गर्ने ट्रिकहरु धेरै छ हैन। तपाईहरु चाहिँ अब ट्रिकहरु जस्तै यहाँ पनि ट्रिकहरु दिएको छ। यो ट्रिक हो हैन। यो फर्मुलाहरु कसरी 1/2 हुन्छ, कसरी 1/√2 हुन्छ हैन। यो तपाईहरुको स्कुलमा पनि सरले सिकाउनु हुन्छ। जस्ट मैले अब यहाँ चाहिँ तपाईहरुलाई डाइरेक्ट म यो क्वेशन्सहरु सोल्भ गरेर यहाँ सिकाउँछु हैन। सो अब म क्वेशन्स नम्बर 1 सुरु गर्न गइरहेको छु। क्वेशन्स नम्बर 1 मा छ फाइन्ड द भ्यालु अफ find the value of अब हाम्रो क्वेशन्स नम्बर ए मा रहेको छ sin 0 डिग्री प्लस cos 0 डिग्री प्लस tan 0 डिग्री। यो सबै हाम्रो sin 0 डिग्री, cos 0 डिग्री र tan 0 डिग्री को भ्यालु कति हुन्छ त्यो चाहिँ तपाईहरुले चाहिँ यता यो टेबलबाट याद गर्नुपर्ने हुन्छ। यो ट्रिग्नोमेट्रिक रेशियो भ्यालु टेबल भन्छ यसलाई। यो टेबल चाहिँ sin 0 डिग्री को भ्यालु कति 0 हुन्छ, cos 0 डिग्री को भ्यालु 1 हुन्छ, tan 0 डिग्री को भ्यालु 0 हुन्छ। यो भ्यालुहरु तपाईलाई याद गरेर यो चाहिँ सोल्भ गर्नुपर्ने हुन्छ। सो यता हाम्रो छ सोलुसन sin 0 डिग्री प्लस cos 0 डिग्री प्लस tan 0 डिग्री। sin 0 डिग्री को भ्यालु कति हुन्छ? sin 0 डिग्री को भ्यालु 0 नै हुन्छ प्लस cos 0 डिग्री को भ्यालु कति हुन्छ त 1 हुन्छ प्लस tan 0 डिग्री को भ्यालु कति हुन्छ 0 हुन्छ। सो हाम्रो आन्सर कति भयो त 1। त्यस्तै प्रश्न नम्बर बी सोलुसन बी मा के रहेको छ sin 30 sin। अब यहाँ चाहिँ मैले सोलुसन लेखेन क्वेशन आएको थियो। अब यहाँ म डाइरेक्ट सोलुसन लेखेको छु sin 30 डिग्री प्लस cos 60 डिग्री प्लस tan 45 डिग्री। अब sin 30 डिग्री को भ्यालु कति हुन्छ त sin 30 डिग्री को भ्यालु 1/2 हुन्छ प्लस cos 60 डिग्री को भ्यालु cos 60 डिग्री को भ्यालु कति हुन्छ 1/2 हुन्छ प्लस tan 45 डिग्री को भ्यालु कति हुन्छ त tan 45 डिग्री को भ्यालु हाम्रो कति हुन्छ त 1 हुन्छ। tan 45 डिग्री को भ्यालु कति हुन्छ त 1 हुन्छ। अब हामीले यसको हाम्रो एलसीएम कति हुन्छ त 2 हुन्छ एलसीएम। हाम्रो 1 + 1 1 + 1 प्लस यो 1 कति हुन्छ त 2/2 प्लस 1। अब हामीले यसलाई काट्नु भयो भने यसलाई हामीले काट्दा कति हुन्छ 1 1 + 1 कति हुन्छ 2 आन्सर। त्यस्तै हाम्रो क्वेशन्स नम्बर सी सोलुसन। नाउ क्वेशन्स नम्बर 6 सोलुसन sin 90 डिग्री प्लस cos 90 डिग्री प्लस tan 45 डिग्री। sin 90 डिग्री को भ्यालु कति हुन्छ त sin 90 को भ्यालु 1 हुन्छ प्लस cos 90 डिग्री को भ्यालु कति हुन्छ त cos 90 डिग्री को भ्यालु कति हुन्छ 0 हुन्छ प्लस tan 45 डिग्री को भ्यालु कति हुन्छ 1 हुन्छ। हाम्रो कति भयो आन्सर त 2। नाउ क्वेशन्स नम्बर डी सोलुसन क्वेशन्स नम्बर डी मा रहेको छ sin 45 डिग्री प्लस cos 45 डिग्री प्लस 1/√2 tan 45 डिग्री
त्यस्तै हाम्रो sin 45 को भ्यालु कति हुन्छ त्यो लेख्नु होला sin 45 डिग्री को भ्यालु कति हुन्छ sin 45 डिग्री को भ्यालु कति हुन्छ त 1/√2 1/√2 प्लस cos 45 डिग्री को भ्यालु कति हुन्छ cos 45 डिग्री को भ्यालु पनि हाम्रो कति हुन्छ 1/√2 1/√2 प्लस 1/√2 इन्टु tan 45 डिग्री भ्यालु कति हुन्छ 1/√2 प्लस 1/√2 प्लस 1 हुन्छ 1/√2 नाउ √2 हाम्रो एलसीएम कति हुन्छ √2 र हाम्रो 1 + 1 + 1 गरौँ 1 + 1 + 1 3/√2 आन्सर। त्यस्तै हाम्रो प्रश्न नम्बर ई सोलुसन क्वेशन्स नम्बर ई मा रहेको छ हाम्रो tan 60 डिग्री प्लस cot 30 डिग्री प्लस cos 30 डिग्री हाम्रो tan 60 डिग्री को भ्यालु tan 60 डिग्री को भ्यालु कति हुन्छ हाम्रो √3 प्लस cot 30 को जस्तै हाम्रो tan 30 को हुन्छ हाम्रो 1/√3 tan 30 को 1/√3 हुन्छ भने cot कति हुन्छ यसको √3 हुन्छ प्लस cos 30 को भ्यालु कति हुन्छ त हाम्रो √3/2 cos 30 को भ्यालु कति हुन्छ त हाम्रो √3/2 अनि tan 60 डिग्री को भ्यालु कति हुन्छ त √3 त्यस्तै cot 30 डिग्री को भ्यालु cot 30 डिग्री को भ्यालु कति हुन्छ त हाम्रो √3 त्यस्तै cos 30 डिग्री को भ्यालु कति हुन्छ त √3/2 अब यसलाई हामीले सोल्भ गरौँ अब यसलाई हामीले के गरौँ √3 कति हुन्छ त 2√3 2√3 हुन्छ √3 प्लस √3 2√3 प्लस √3/2 अब यसलाई मल्टिप्लाई गरौँ 2 2 जा 4 √3 प्लस √3 डिवाइड बाई 2 अब √3 4√3 र 1√3 कति हुन्छ त 4 प्लस 1√3/2 हाम्रो यो 4 भयो √3 मा हाम्रो एउटा √3 आउँछ हैन √3 एउटा लिने 4 यसको अगाडि के छ हाम्रो 4 + 1 तलको 2 4 + 1 कति हुन्छ त 5√3/2 आन्सर। त्यस्तै एफ नम्बर सोलुसन क्वेशन्स नम्बर एफ मा रहेको छ tan 60 डिग्री प्लस cot 30 डिग्री minus 2√3 tan 60 डिग्री भ्यालु कति हुन्छ √3 tan 60 डिग्री को भ्यालु tan 60 डिग्री भ्यालु कति हुन्छ √3 प्लस cot 30 डिग्री को पनि भ्यालु कति हुन्छ त √3 minus 2√3 अब हेर्नुस् त √3 प्लस √3 1√3 प्लस 1√3 2√3 हुन्छ माइनस 2√3 प्लस √3 माइनस 2√3 क्यान्सल हुन्छ हाम्रो 0 आन्सर 2√3 बाट माइनस 2√3 गऱ्यो भने कति हुन्छ 0 आन्सर। हाम्रो लास्ट क्वेशन्स रहेको छ जी सोलुसन क्वेशन्स नम्बर जी सोलुसन जी मा रहेको छ हाम्रो tan 60 डिग्री प्लस sin 30 डिग्री प्लस cos 60 डिग्री tan 60 डिग्री को भ्यालु कति छ त tan 60 डिग्री √3 प्लस sin 30 को भ्यालु कति हुन्छ sin 30 को भ्यालु 1/2 प्लस
cos 60 डिग्री को भ्यालु कति हुन्छ cos 60 डिग्री भ्यालु कति हुन्छ 1/2 अब हाम्रो √3 प्लस 2 2 बाट एउटा हाम्रो 2 आउँछ एलसीएम 1 + 1 1 + 1 त्यस्तै √3 प्लस कति हुन्छ त 2/2 2 र 2 क्यान्सल हुन्छ 2 र 2 क्यान्सल 2 र 2 हाम्रो क्यान्सल 1/3 2 ले 2 ले डिभाइड गरेर कति हुन्छ 1 आन्सर अब यसलाई जोड्न मिल्दैन √3 + 1 हैन यतिकै हुन्छ आन्सर सो क्लास 8 स्टुडेन्ट्स हाम्रो क्वेशन्स नम्बर 1 कम्प्लिट भएको छ अब क्वेशन्स नम्बर 2 मा अर्को भिडियोमा लिएर आउँछु सो यदि तपाई यो भिडियो राख्नु भन्छ प्लिज च्यानललाई सब्स्क्राइब गर्नु होला भिडियोलाई शेयर गर्नु होला हस्त धन्यवाद थ्यांक्स फर वाचिङ